तपाईँले सधैँ माया, तपाईँले सधैँ इज्जत अनि तपाईँले सधैँ प्रेम गरिरहँदा रहँदा पनि कोही कोही मान्छेले तपाईँलाई परधकेलिरहन्छ। तपाईँ उसको जिन्दगीमा बेसी भएको महसुस गराउँछ। तपाईँको कुनै आवश्यकता छैन महसुस गराउँछ र जसले तपाईँलाई मन पराउँदैन, जसले तपाईँको खोजी निटानी तपाईँलाई हिंसा गर्छ, जो मान्छेले तपाईँको कुनै कुरा मन पराउँदैन न तपाईँलाई मन पराउँछ, त्यस्ताहरूसँग उसको मेलमिलाप छ। त्यस्ताहरूसँग ऊ बसेर घन्टौँ घन्टा कुरा गर्छ अनि त्यस्ताहरूसँग उसले जिन्दगीका महत्त्वपूर्ण सल्लाहहरू लिन्छ भने त्यस्तो मान्छेको जिन्दगीमा बस्नु बेकार छ। त्यो मान्छेले न तपाईँको कहिले मनको भावना बुझ्छ न कहिले तपाईँलाई बुझ्छ। मात्र तपाईँ अड्किरहनु भएको हुन्छ, के गर्न सकिरहनु भएको हुँदैन। यता न उताको भनिन्छ नि त्यस्तो। जो मान्छेले तपाईँको कदरै गर्दैन, जो मान्छेले तपाईँको भावना बुझ्दैन, माया बुझ्दैन, जो मान्छेले तपाईँले उप्रति गरेको चिन्ता बुझ्दैन, तर तपाईँलाई जसले मन पराउँदैन, तपाईँलाई जसले हेर्नु सक्दैन, त्यस्ताहरूसँग मिलेर घन्टौँ घन्टा कुरा गर्छ अनि उनीहरूको सपोर्टमा कुरा गर्छ भने त्यो मान्छेसँग बस्ने मान्छे कसरी बसेको होला तपाईँ सोच्नुहोस्।